है बेटी छोरी के छ जानीको खबर हेलो गरिदेऊ न गरिन उता फर्की ती गोरुहरूले अहिले जोत्न छोडे ट्र्याक्टरहरू आएका छन् सुविधाको लागि एउटा ट्र्याक्टरले जोतिन्थ्यो भने अहिले सहजको लागि दुईटा ट्र्याक्टरले जोतिरहनु भएको छ आज विशेष कारणले ट्र्याक्टर फसेको थियो त्यो कारणले गर्दाखेरि अर्को ट्र्याक्टर पनि आएर दुईटैले जोतेर छिटो गर्न खोज्दै हुनु म अहिले गाउँमा छु झापाको शिव शताक्षी वडा नम्बर 2 मा पर्छ मेरो गाउँ झापाको 2 र 7 को सिमानामा पर्ने मेरो गाउँ एकदम राम्रो नै छ मेरो लागि म जन्मेको ठाउँ भएर पनि राम्रो लागेको होला आज मेरो बन्द गर्नु आज दिनभरि निकाल्नलाई पानी लिएर तपाईहरुलाई भिडियो बनाएर देखाउँदै छु दर्शक पनि नमस्कार म कुशल गाउँले मेरो यो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ मैले अगाडिको भिडियोमा राखेको थिएँ हाम्रो गाउँमा पिच भएको कुरा र सबैजना हर्षित हुनुहुन्थ्यो त्यो दृश्य पनि मैले तपाईहरुलाई देखाएको थिएँ कसरी पिच भयो र कुन तरिकाले अब यो ठाउँ हुँदैछ एकदम राम्रो पिच भएको छ आज पनि म यही पिचमा उभिएर भिडियो बनाउँदै छु तर आजको भिडियो फरक छ यो भिडियो पुरा हेर्नु होला यसरी पिच भएको छ त्यहाँनेरि म तपाईहरुलाई अलिकति जुम गरेर देखाउँछु यो चाहिँ यहाँ संगम चोक लेखिएको छ यो चाहिँ मेरो गाउँ हो र मेरो गाउँबाट पसल जानलाई चाहिँ कति टाढा छ त यो देखाउँछु म आजको तपाईलाई यो भिडियोमा रहनु होला र तपाईलाई लागेको प्रतिक्रिया दिनु होला यो गाउँबाट चाहिँ म अब कहाँबाट जान्छु भने त्यहाँनेरि हाम्रो गाउँ अनि यता आएर चाहिँ यो बाटो छ यहाँनेरि तपाईहरुले देख्न सक्नुहुन्छ यो बाटो छिर्छु घाम छ अहिले त पुरै घाम जानुपर्ने हुन्छ अनि यहाँनेरि चाहिँ यो बाटो गएर कति टाढा पर्छ त अब यो भिडियोमा तपाईहरु अनुलाई देख्नुहुन्छ मेरो टाउको माथि नै घाम छ त्यही भएर म जाँदैछु कस्तो भिडियो आउँदैछ अब यो पनि मलाई थाहा छैन अब यहाँबाट चाहिँ लगभग 500 मिटर जति चाहिँ हिँड्नुपर्छ हाम्रो गाउँमा पसल छैन अब पछि खोल्नु भने बेग्लै कुरो तर अर्को बाटोमा गएर जस स्कुल नजिक फाक्टेब स्कुल पनि भन्छ मैले 1 देखि 8 सम्म पढेको स्कुल पनि हो त्यो स्कुल छेउमा पसल छ त्यहाँनेरि पुगेर हामी चाहिँ किनमेल गर्ने ओर्ने काम गर्छौं टक्क यो बाटो हुँदै जान्छु म निकै पर आइसके बाटोबाट अब यो चाहिँ कति हिँड्दै जाने हो अब यहाँ पनि बाटो बनोस् हाम्रो त कामना त्यही हो पल्लो बाटो पनि बनोस् भन्ने कुरा हो टक्क तपाईहरुलाई म देखाइरहेको छु यहाँ मकै खेती हुन्छ मकै खेतीहरु अब निकालेर धान हाल्नुहुन्छ केही समय पछाडी परतिर धान यो अहिलेको यो चैतमा रोप्ने धानहरु चाहिँ फलिरहेछ तर किसानले चाहिँ उचित मूल्य पाएको छैन यो भिडियो मार्फत पनि म भन्न चाहन्छु सरकारलाई किनभने तोकिएको धेरै छ मनको लगभग 1400 प्लस छ तर किसानको हातमा चाहिँ 650 700 भन्दा पर्दैन अब यो बारेमा चाहिँ सरकारले सोच्न जरुरी रहेको छ म आइपुगेको छु यो चाहिँ हामीलाई म्याथ पढाउने टिचरको घर एकदम राम्रो पढाउनुहुन्छ फडेन्द्र सरले ट्युसन पनि पढाउनु भएको छ यताउतिकोले भिडियो हेर्दै हुनुहुन्छ अनि कसले पढ्नु भएको छ फडेन्द्र सरसँग ट्युसन कमेन्ट गर्नु होला है त अब म चाहिँ अहिले आइसक्न आँटेको छु अर्को बाटो टच गरिसके यो बाटो पनि पिच हुने क्रममै छ अब अर्को सालतिर हुन्छ होला यो बाटो चाहिँ यस्तो छ तपाईहरुले देख्न सक्नुहुन्छ अब यहाँबाट उता चाहिँ हाम्रो पसल लगभग 2-3 घर परतिर छ म पसल पुगेर तपाईहरुसँग जोडिन्छु फाइनल्ली म पसल आइपुगेको छु पसलबाट अब जान्छु ठक्क पसल आए अब उयो मैले पढेको 8 सम्म पढेको स्कुल चाहिँ यो हो श्री बाल सेवा माध्यमिक फाक्टेब भनेर पनि चिनिन्छ यहाँ धेरै फुटबल गेमहरु भएको थियो तपाईहरु कतिलाई थाहा छ कमेन्ट गर्नु होला बिहानको 9 बजे 32 डिग्री पुगिसकेको छ र त्यही भएर पनि म स्कुलतिर गइन अब म घर जान्छु के हुन्छ म तपाईलाई देखाउँछु गाउँतिर प्रवेश गरिसकेको छु अब म घर जान्छु सानी नानीसँग गफ गर्छु तपाईहरुलाई देखाउँछु र अहिले चाहिँ म गाउँमा आइसकेको छु त्यहाँ साना भाइहरु साइकलमा पुरै नयाँ रोडमा कुदाइ छन् खुसियाली केटाकेटीमा राम्रो छ हामी पनि बालापनमा यस्तै गर्थ्यौं होला क्या बाटो खन्दा बाटो खनेको बाटोमा हामी हिँड्नलाई यस्तो रुचाउँथ्यौं साइकल कुदाउँथ्यौं यही याद आइरहेछ तर अहिले चाहिँ एडभान्स भइसकेको छ अहिले चाहिँ पिचमा कुदाउँछन् केटाकेटीहरुले टक्कसँग यो चाहिँ मेरो गाउँ संगम चोक टक्कसँग यता घर फाइनल्ली म घर आइपुगेको छु यो घर चाहिँ यस प्रकारको घर छ गाई बस्तुहरु यहाँ छन् हजुरआमा त्यहाँ हुनुहुन्छ आमा कहाँ पुगेर आउनु भएको हजुर ए घुमघाम हो ए ल ठिक छ घुम्नु गाडी भाँच्यो ला
अहिले चाहिँ हाम्रो बिहार खुट्टी जोत्ने भनेको थियो, गाडी भाँच्यो भनेको छु नि। हेरौँ है त के भएको रहेछ। अब किसानले उयो दाम नपाएको धान चाहिँ काट्ने बेला भएको छ, दाम दिँदैनन् होला। गाडी भाँचिएको छ अहिले, नभाँचिनु पर्ने नहुनुपर्ने कुरा भयो। खेतमा त भाँचिँदैन छ नि। अर्को दाइ म अब ट्र्याक्टरको भ्लग बनाउँछु भन्दै चाहिँ थाल मैले थालिसकेँ। यहाँ नानी ऊ नानी ओइ सुधिश्री इधर देखो इधर इधर उइ उइ अहिले आउँछु म त्यहाँ। काठ हाल्दा पनि हुन्थ्यो होला नि चक्कामा। यहाँ ट्र्याक्टर भाँचेको छ, अब निकाल्नुहुन्छ होला कतिखेर। है बेटी छोरी के छ जानीको खबर? हेलो गरिदेऊ न। गरिन उता फर्की। गाडी अब निकाल्नुहुन्छ कसरी? मोटर बन्द गर्नुपर्ने हो ट्र्याक्टर निकाल्नलाई, पानी धेर भयो अरे। म अब मोटर बन्द गरिदिन्छु अनि ट्र्याक्टर निकालेको देखाउँछु तपाईँहरूलाई। अब म चाहिँ मोटर बन्द गर्न आइसकेको छु। टक्कसँग बन्द भयो मोटर। मोटर बन्द गरिसकेपछि ट्र्याक्टर निकाल्ने कार्यक्रममा म जोडिन्छु। त्यो ट्र्याक्टर आइसकेको छ निकाल्नलाई। अब निकाल्छ ट्र्याक्टरले निकाल्नु पर्ने सिद्धान्त यहाँ गाउँमा। यस्तो नमजाले फसेको छ हेर्नु त। है खेत जोत्दा ट्र्याक्टर फसेर त बिजोग पाउँदो रहेछ। ट्र्याक्टरको मिलन भएको छ। अब डोरी लगाएर टक्क तान्ने अरे। डोरी लगाएर चाहिँ टक्कसँग निकाल्दै हुनुहुन्छ दाजुहरूले। त्यो ट्र्याक्टर निकालेर अनि फेरि जोत्नुहुन्छ अरे। अब हेरौँ कसरी निकाल्नुहुन्छ। यता आएर गुरुजीले स्टार्ट गर्नु पर्यो नि त। बल लाउनु पर्यो, बल लाउनु पर्यो। पासा दिमाग मात्र लाएर हुँदैन भन्ने होला अब कससँग। यताबाट स्टार्ट गरिसक्नु भएको छ गुरुजीले। अब हेरौँ है त कसरी निकाल्नुहुन्छ। हिलो पो छ्याप्छ जस्तो लाग्छ। कति सजिलो नि छ। फाइनल्ली निक्लिसकेको छ ट्र्याक्टर। अब त्यत्तिकै जोत्ने कुरो छ। हेरौँ के गर्नुहुन्छ सक्छसँग। आज चाहिँ खेतमा अब बिउ राख्नलाई यसो जोत्नलाई खोजेको थियो, ट्र्याक्टर फसेको थियो। अर्को ट्र्याक्टर आएर ट्र्याक्टर निकाल्न आयो। दाइहरूले निकाल्नुभयो। अब जोत्नुहुन्छ। ट्र्याक्टरले निकालेको दृश्य मैले तपाईँहरूलाई देखाएँ। आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो? अर्को भ्लगमा मैले अघि कुरा गरेको थिएँ नि, छोरीसँगको भ्लग हुनेछ। एकदम हाम्री सानी छोरी छिन्, तीसँग बनाउने कोसिस गर्नेछु अर्को भ्लग चाहिँ। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र तपाईँलाई लागेको प्रतिक्रिया पनि दिनु होला कमेन्टमा भन्दै आजको भ्लगबाट म कुशल गाउँले बिदा चाहन्छु। नमस्कार।